अशोक विनायक। एकदम सही जवाफ भन्नुभएको छ, अशोक विनायक। अब प्रश्न छनौट गर्ने पालो कञ्चनजङ्घाको। 19 नम्बरको प्रश्न, सगरमाथा दिवस कहिले मनाइन्छ? समय सुरु हुन्छ अब। महानन्दा एकदम सही उत्तर रहेको छ। अब प्रश्न छनौट गर्ने पालो रहेको छ टिम सगरमाथाको। 26 नम्बरको प्रश्न यस प्रकार रहेको छ, नेपालमा सबभन्दा ठुलो पुस्तकालय कुन हो? समय सुरु हुन्छ अब। त्रिभुवन पुस्तकालय। पुरा नाम भन्नुहोला। त्रिभुवन विश्वविद्यालयको पुस्तकालय। एकदम सही उत्तर रहेको छ। अब प्रश्न छनौट गर्ने पालो कञ्चनजङ्घाको। 55 नम्बरको प्रश्न यस प्रकार छ, हरिदार बाजे कसको उपनाम हो? समय सुरु हुन्छ अब। प्रचण्डदेव एकदमै सही उत्तर रहेको छ। अब प्रश्न छनौट गर्ने पालो पुनः मकालुकै रहेको छ। 25 नम्बर प्रश्न रहेको छ, नेपालमा सर्वप्रथम हवाई जहाज अवतरण कहिले भएको हो? समय सुरु हुन्छ अब। विश्व सम्बोधक 2006 वैशाख 11। एकदम सही उत्तर रहेको छ। टिम मकालुले पुनः अर्को पोइन्ट प्राप्त गर्न सफल हुनुभएको छ। चन्द्रगिरी केबल कार कति दूरीमा सञ्चालित छ? समय सुरु हुन्छ अब। 2.5 किलोमिटर। 2.5 किलोमिटर एकदम सही उत्तर रहेको छ। अब प्रश्न छनौट गर्ने पालो रहेको छ टिम सगरमाथाको।